सबैभन्दा ठुलो सेना, सबैभन्दा भारी तोप, सबैभन्दा ठुलो साम्राज्य र तिनको अगाडि उभिएको एक गोर्खाली। एङ्ग्लो नेपाल वार ज्वाला जस्तै भड्किँदै थियो। विश्वकै शक्तिशाली साम्राज्य ब्रिटिस एम्पायरले हजारौं सेना भारी तोपहरू पठाए, तर एक गोर्खाली, एक युवा निडर आत्मीय गोर्खाली कमान्डर संसारका सबै तोपहरूभन्दा बढी बलियो साबित भए। बलभद्र कुँवर। नालापानी किल्ला युद्धकै सबैभन्दा कठोर, सबैभन्दा कठिन र सबैभन्दा साहस माग्ने मोर्चा। त्यहाँ बलभद्र कुँवरलाई साथ आफ्नो गोर्खाली सैनिकहरू मात्र नभई आम महिलाहरू, वृद्धहरू, सासाना बालबालिकाहरू समेत सबैको हातमा आफ्नो मातृभूमि बचाउने भरोसा थियो। ब्रिटिसहरूले बन्दुक तोप सबै चलाए, धेरै नै चलाए, नर्क झै बसाए, तर हाम्रा हिमाल जस्ता साहसी गोर्खालीहरू र आम गाउँघरका वीरहरू गोला बारुद, आगो र भोकसँग लड्दै अन्तिम साससम्म किल्ला जोगाइरहे। त्यो तोप, त्यो गोली छातीमा खान पनि एकछिन सोचेनन्, किनकि उनीहरूका लागि यो भूमि केवल एउटा माटो होइन, आत्मा थियो। यो युद्ध 30 दिनसम्म जुझ्यो। तोप, आगो, भोक सबैसँग लड्दै नालापानी फोर्टका भित्ताहरू पनि चर्किँदै थियो। अन्त्यमा जब किल्ला टिक्न नसक्ने भयो, बलभद्र कुँवरले आफ्ना सैनिकहरूलाई सम्मानपूर्वक किल्लाबाट बाहिर सिधै शत्रुतिर लिएर आए। ब्रिटिस सेनाहरूले पनि उनको साहस अनुशासनबाट प्रभावित भई मार्ग खोलिदिए। नालापानी किल्ला पक्कै पनि हामीले गुमायौं होला, तर गोर्खालीहरूको साहस, सम्मान र आत्मगौरव इतिहासमा सधैँ विजयी रहिरह्यो। And this is Uncovered Nepal, uncovering what's been hidden. Follow for more.